सो जाने होइन त भाल्से। टोकाबाट करिब 4 घण्टाको राइड पछि हामी पुग्यौं भाल्से। तर त्यहाँ पुग्न त्यति सजिलो चाहिँ थिएन है। अबाउट 13 किलोमिटर्स जति अफ रोड, ठुलो ठुलो ढुङ्गा। 1 घण्टा जस्तो त अफ रोडले नै लियो। जब बाटोमै रहेको झरना पुग्यौं, यात्राको सारा थकान र अप्ठ्यारा पल बिर्सियम। यस्तो गर्मी छ, अब झरनामा नभिज्ने त कुरै भएन। यो झरनाबाट अबाउट 10 to 15 मिनट्स लाग्ने रहेछ भेडा फार्म पुग्नलाई। र बाटो चाहिँ भने उस्तै। भेडा फार्म पुगेर हाफ एन आवर नेचर वक गर्दै आनन्द लियौं र रमाइलो गर्यौं। भेडाको कथा भन्दै चाहिँ यो ठाउँमा तपाईहरू आउनुभयो भने चाहिँ सिंगल ट्री नजिकै रहेको स्विमिङ पुलमा रमाइलो गर्न सक्नुहुन्छ। हामी चाहिँ झरनामै धेरै समय बिताएको हुँदा अब ढिलो हुने भएर हतार गर्दै एकदमै मिठो लोकल खाना खाएर झर्यौं। भनिन्छ नि, भोक मिठो कि भोजन मिठो, तर हामीलाई चाहिँ त्यो दिन भोक पनि मिठो भोजन पनि मिठो भए जस्तो लाग्यो। अब चाहिँ फर्किनु पर्छ है, नत्र बाटोमै रात पर्छ भनेको मात्र के थियो, त्रिशुली नदी नपुग्दै रात त परिहाल्यो। किनकि बाटो साह्रै अप्ठ्यारो भएकोले एकजना साथीको बाइक नै बिग्रियो। जसो तसो मिलाएर हामी 7 बजे बेलुका बल्ल त्रिशुली बजारदेखि हिँडेर रातको 11 बजे घर पुग्यौं। यो ठाउँ आएपछि मलाई फिल भयो कि एक दिन चाहिँ नपुग्ने रहेछ। नाइट स्टे या क्याम्पिङको व्यवस्था गरेर आएको भए अझ बेटर हुने रहेछ। यदि तपाईँ पनि यहाँ जाने सोचमा हुनुहुन्छ भने या त बिहान जति सक्दो चाँडो स्टार्ट गर्नुहोला, अझ त्यो भन्दा बेटर त नाइट स्टे गर्नलाई नै जानुभए हुन्छ।